साथीहरू बाख्रालाई दसैँ लागेर ढुट्टो छ हेर्नु है त। ल सबले टिका लगाएका छन् है, खसी जतिले चाहिँ टिका टक्क 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 टिका लगाएछन्। अब तपाईँहरूको बाख्राहरूलाई पनि टिका लगाइदिनु होला है। टिकामा मस्त धान उठाउँदै हुनुहुन्छ साथीहरू। हेर्नु न, यस्तो मिठो अचार हुन्छ नि हजुरआमाहरूकोमा रहेछ। साथीहरू म चाहिँ भोगटे खान आएको। मैले चाहिँ अलिकति भोगटे खाएँ, यो चाहिँ घर लाने हो। अब यो चाहिँ खाइसक्छु होला, अनि चटपटे बनाउन आँटेको। अब चटपटे खाएर भोगटे खाइसकेर चटपटे खाने हो। चटपटे बनाउँदैछु है म चाहिँ यहाँ पेटभरि। साथीहरू मैले चाहिँ केही सामान नहुँदा मिठो गइसकेँ नि, तेल पनि भेटाएको छैन र अनि चटपटे बनाउन लागेको। अब तेल खोज्नु छ, एउटा सामान खोज्न 5 मिनट लागेको। कसरी चटपटे बनाउँछ गाइजहरू। चटपट रेडी हुँदैछ है हाम्रो। साथीहरू हाम्रो चटपटे चाहिँ बनिसक्न लाग्यो है। अब चाहिँ फाइनली चटपटको लुक, चटपट रेडी। फाइनली चटपटे बनिसक्यो होइन। यो चाहिँ हजुरआमाको, अनि पल्लो छेउको मेरो, अनि यो बिचको चाहिँ कसको भन्नु जाने नि, यसको कि तेरो कुन हो भन्दा भाइ? हो ल हजुरआमाले खै चम्चीले त यसले त अब यो पनि उसकै अरे कि लास्टमा, यो पनि उसको, अनि यो पनि ल चम्ची। सक्छस् कि सक्दैनस् भाइ? सक्दैन दिस, नाटक गर्छ। भिडियो इन भइसक्यो ल, भिडियो बनाउन छोडेको हौ। लिएर बसिहाल्यो फेरि। भिडियो बनाउन्जेल चाहिँ नाइ अरे कि छोडेपछि चाहिँ फेरि यसले त चटपटे नै खाँदैन नि त फेरि। यहाँ चाहिँ हजुरआमा खाँदैन, चाहिँ हामी चाहिँ चिया र चटपटे खाँदैछौँ। अनि यता चाहिँ भाइ छ, अनि उसले चाहिँ फाइनली लुकाएको आधी बनाइसक्यो। यसले आधी बनाइसक्यो है, अघिको एक ताल। यसलाई त रुच्दैन।